नमस्कार तपाईहरु तीनैजनालाई र अहिले बेंगलुरुमा दिन प्रतिदिन एक्सिडेन्टका घटनाहरू घटिरहेको छ र यस्तै एक्सिडेन्टको घटनामा तपाईको छोरा पनि पर्नु भएको रहेछ र यो घटना चाहिँ कसरी भयो र यो घटनाको बारेमा अलिकति तपाईहरुले जानकारी गराइदिनुहुन्छ कि र यो जानकारीको साथसाथ हाम्रो युवाहरूलाई पनि एक दुईवटा सन्देश दिनुहोस् न। हजुरको नाम सर? श्रवण। तपाई नै एक्सिडेन्ट हुनुभएको हैन? कस्तो तरिकाले चाहिँ एक्सिडेन्ट भयो भन्नुस् त? म डमलुर इन्द्रनगरबाट आउँदै थिएँ अनि त्यही कामले गर्दाखेरि डमलुरमा आउँदै गर्दाखेरि सडनली अब रोड दुईजना मान्छे चाहिँ रोड क्रस गर्दाखेरि सुनाना बचाउनु हुँदाखेरि चाहिँ मेरो गाडी स्लिप भएर चाहिँ म लडेँ। हजुर ठुलो केही त भएन होला? हजुर हात चाहिँ फ्र्याक्चर भएको थियो, मेरो बडीले दबिएर चाहिँ हात फ्र्याक्चर भएको थियो अन्त मेरो आफ्नै शरीरले थिचेर चाहिँ फ्र्याक्चर भएको थियो अरूलाई बचाउने कारणले गर्दा चाहिँ। तपाईको बुबा हुनुहुन्छ सर? तपाईको विनोद। विनोद है? विनोद सरजी हो। तपाईले अलिकति बताइदिनुस् न अहिलेको युवाहरूलाई कस्तो तरिकाले चाहिँ गाडी चलाउनु पर्यो? यसमा चाहिँ अब अहिलेको युवा केटाकेटीहरूले चाहिँ अब आफ्नो एक्सपिरियन्स हिसाबले गाडी चलाउँछ हैन, ओभर स्मार्ट भएको हुन्छ केटाकेटीहरू। उनीहरूले अब ट्राफिक रुल्सहरू फलो गर्दैन कतिले। अब हेलमेट मैले हिजो मात्रै एउटा मान्छेलाई देखिरहेको थिएँ, कानमा चाहिँ हेलमेट हेडफोन लगाइरहेको थियो तर हेलमेट चाहिँ त्यो बाइकमा झुन्डाएर त्यो हेलमेटभित्र चाहिँ फोन हालिराखेको थियो गाडी रोडमा कुदाइराखेको थियो। अन्त मैले उसलाई हेलमेट लगाए पनि भनेको थिएँ तर अब अहिलेको युवाहरूले त सुन्ने कुरा त होइन। तर अब हामीले चाहिँ अब युवाहरूलाई चाहिँ यही मेसेज दिनुपर्छ कि उनीहरूले आफ्नो रोडमा हिँड्दाखेरि चाहिँ ट्राफिक रुल्स फलो गरेको होस्। एउटा हेलमेट जरुरी छ लगाउने, कम्पलसरी त्यो पुलिसको लागि होइन आफ्नो सेफ्टीको लागि हो। अन्त उहाँहरूले त्यो भयो प्लस हामीले ट्राफिक सिग्नल एकदमै ध्यान दिनुपर्छ। हामीले अब ट्राफिक सिग्नलबाट निस्क्यौँ भने अब बाइचान्स एक्सिडेन्ट भयो भने धेरै ठुलो क्षति हुनसक्छ, धेरै अपोजिटलाई पनि प्रब्लम हुनसक्छ, आफूलाई पनि प्रब्लम हुनसक्छ। यो चाहिँ नानीहरूले अब अहिलेको युवाहरूले ख्याल राख्नुहोस् भन्ने बुझ्नु। तपाईको उहाँ मेरो छोरा है? तपाईको नाम चाहिँ? एलिना। एलिनाज्यू है? अनि तपाईले पनि यस विषयमा अलिकति केही हाम्रो युवाहरूलाई केही सन्देश दिनुहोस् न अलिकति। हजुर अब भन्दा त्यही हो, अब आफ्नो है सेफ्टी आफै नै गर्नुपर्छ जति सक्दो। अनि आफ्नो साइडमा हिँड्ने रुल फलो गरेर हिँड्ने। अनि हेलमेट चाहिँ कम्पलसरी है। कतिचोटि अब हामी चाहिँ पुलिसको लागि हेलमेट सोच्छौँ तर आफ्नो सेफ्टीको लागि। पुलिसलाई देख्दा मात्रै हेलमेट लाउने होइन। त्यो अघि तपाईँले भन्नुहुन्थ्यो त्यो हिजो मैले देखेको हातमा झुरा चाहिँ पुलिसले चाहिँ हातमा सक्क निकाल्यो त्यो होइन। गाडी जब चलाएपछि चाहिँ हेलमेटहरू सबै लाउनु पर्यो है। अर्को कुरो हेलमेट पनि अब यस्तो खालको कि पुरा सेफ्टी होस् है। अहिले क्याप हेलमेट लगाउँछ त्यो, अनि हेलमेट लगायो भने पनि माथि मात्रै राखिरहेको हुन्छ होइन। अनि अब हिजो अस्तिको दिन मात्रै मेरो छोराको दुर्घटना भयो है। अब ठुलो कुरो हुनु सकेन, हेलमेट नभए चाहिँ अब उसको फेसमा र टाउकोमा पर्ने नै थियो चोट, तर सिर्फ हातमा पर्यो अनि त्यो छिटो रिकभरी हुने है चान्स छ। अनि टाउको र खुट्टा मेन हो बाइक चलाउनेहरूलाई। अनि ओभरटेक नगर्ने होइन, ठुलो गाडीहरूको सामने है अलिकति गाडी स्लो नै गर्ने। अनि कतिचोटि रोड क्रस गर्दाखेरि पनि है, रोड क्रस मेन चाहिँ वक गर्नेहरूले पनि यो कुरो चाहिँ ध्यानमा राख्नुपर्छ कि जब तक सिग्नल लाग्दैन जेब्रा क्रसिङबाट मात्रै रोड क्रस गर्ने। बिचबिच गल्लीबाट निस्किनुले गर्दाखेरि चाहिँ सडनली उनीहरू रोडमा निस्किदिन्छ। अनि गाडी चलाउने मान्छे त आफ्नो स्पिडमा गएको हुन्छ नि, उहाँलाई बचाउने चक्करमा लडिपठाउँछ। उहाँको सिन त्यही नै भएको। तर यस्तो केसहरू हामीले आए दिन बेङ्गलोरमा देख्दैछौँ। अनि मेरो भनाइ त्यही छ कि जति सक्दो चाहिँ आफ्नो सेफ्टी चाहिँ आफै नै गर्नुपर्छ। हजुर अनि तपाईँले एकदमै राम्रो भन्यो। मैले चाहिँ खासमा चाहिँ अहिले चाहिँ यो एउटा अवेरनेस जनचेतना चाहिँ खालि मैले बाइक चलाउनेहरूलाई मात्रै भनेर चाहिँ यो भिडियो बनाउनु खोजेको थिएँ। तर तपाईँले अहिले एउटा दाम के भन्नुभयो भन्दा चाहिँ है कतिपल्ट बाइक चलाउनेहरू पनि दोष हुँदैन है। उहाँ तपाईँको नाम? श्रवण। श्रवणज्यू कोही हिजोकै कुरा गर्नुभन्दा चाहिँ तपाईँले अहिले यति राम्रो पोइन्ट भनेर कि खालि बाइक चलाउने मात्रै होइन, जति पनि रोडमा हिँड्दाखेरि जो जेब्रा क्रसिङ गर्छ तिनीहरूले पनि सिग्नल हेरेर नै जेब्रा क्रसिङ गर्नु पर्यो। जस्तै हिजो त्यही भाइ उहाँ ज्यूको त्यस्तै घटना भयो है। जब सिग्नल खोलेपछि उहाँ त हिँड्छ है, तर तिनीहरूले सिग्नलहरूको जेब्रा क्रसिङ उहाँले सडनली रोक्दाखेरि उहाँ चिप्लेर एक्सिडेन्ट भयो है। र यो चाहिँ अब तपाईँहरूले त्यो हिँड्नेलाई पनि भयो, अहिले बाइक चलाउने पनि है। हुन्छ, तपाईँहरूको यो एकदमै
राम्रो सन्देश है हाम्रो युवाहरूको लागि दिनुभएकोमा धेरै धेरै हाम्रो नेप इन्डिया फाउन्डेसनको परिवारबाट तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ है। हुन्छ।